तपाईँ के को बिरामी हुनुहुन्छ अरे? म चाहिँ यो खुट्टाको खुट्टा भाँच्यो होइन? भाँचेको। तपाईँको के भएको हो यो? भूकम्पले चिसेको हो? बेहोस हुँदो रहेछ उहाँ। तपाईँलाई चाहिँ के भएको हो? तपाईँ पनि बेहोस हो? तपाईँको हात चोट लागेको होइन? तपाईँको चिउडो चोट लागेको हो? तपाईँलाई चाहिँ के भएको? चोटपटक नलागेको तर आत्तिएको। अब घाइतेहरूलाई चाहिँ उपचार गर्ने यता प्राथमिक उपचार कक्ष रहेको छ। यहाँ चाहिँ बिरामीहरूलाई उद्धार गर्नलाई एकदम तयारी अवस्थामा भोलिन्टियरहरू बसिराख्नु भएको छ। यहाँ चाहिँ यो घाइतेहरूको यो प्राथमिकता क्रम निर्धारण गर्ने उहाँहरूको अवस्था हेरेर निर्धारण गर्नलाई भोलिन्टियरहरू साथीहरू बसिराख्नु भएको छ। त्यो कलरहरू, त्यो विभिन्न कलरहरू छ, त्यसको कुन कलरको के काम छ भन्नु त? यो हरियोको चाहिँ अब सामान्य घाइते भएको छ भनेपछि यो हरियो कलर लगाउँछौँ। हजुर। अनि यो रातो चाहिँ अलिक गम्भीर घाइते भएकोलाई चाहिँ हामी रातो लगाउँछौँ। यसको पनि के काम गर्नु? त्यसमा चाहिँ यो हामीले टाँसेको छ, यो टिप्न सजिलो हुन्छ भनेर टिपोट गर्न कुन कुन बिरामी छ, कस्तो कस्तो त्यसमा सङ्ख्या कति, कुन चाहिँ रातोको कति सङ्ख्या छ अनि त्यो हरियोको चाहिँ कति सङ्ख्या छ भनेर टिप्नुहुन्छ होइन? हजुर। हस्, धन्यवाद।